ज्ञानी क्षेत्रको फैलिएको छ। विभिन्न कालक्रममा यो चाहिँ अब राइज फल हुने क्रममा मौर्यकालमा आएर यो फेरि रिनोभेट भयो। यो चाहिँ पश्चिमी प्रवेशद्वार हजुरको त्यहाँ पनि 4वटा प्रवेशद्वारहरू र त्यसभित्र एउटा चाहिँ व्यवस्थित एउटा विशाल कम्प्लेक्स त्यहाँनिर चाहिँ दरबार हो भन्ने कुरा अहिले पछिल्लो रिसर्च त्यो कुरालाई पुष्टि नै गरेको छ र किनारा छ पोखरीको चारैतिर। यसलाई चाहिँ उजागर गर्न सकियो भने अत्यन्तै सुन्दर हुन्छ। 29 वर्षको उमेरमा छोडेर चाहिँ हिँड्नु भयो, जसलाई चाहिँ कन्थक नामको घोडा र छन्न भन्ने सारथी च्यारिएटरलाई लिएर मध्यरातमा असार पूर्णिमाको मध्यरातमा त्यही पूर्वीद्वारबाट यो सांसारिक जीवन सारा सुख शैल परिवार इष्टमित्र नातागोता यो सम्पूर्ण राज्य भने चक्रवर्ती राजा हुन समेत पाउने त्यो अवसरलाई चाहिँ उहाँले त्यागेर अनि त्यसपछि त्यहीबाट चाहिँ उहाँ ज्ञानको खोजीमा निस्कनुभयो। त्यही भएर ऐतिहासिक पुरातात्विक महत्त्वका स्थल वा धार्मिक पर्यटनका स्थलहरूको पनि अवलोकन गर्ने र त्यसलाई राष्ट्रिय रूपमा फेरि एकचोटि पुनर्जागरणको रूपमा ल्याउने भन्ने सोचेर हिँडेका छौँ। आज यो तिलौरा कोट हामी सबै हेर्ने समय हामीसँग भएन, तर तिलौरा कोट हाम्रो अभियान टोली हाम्रो यहाँ नेताहरूको टिमै छ। हामी यहाँ पुग्यौं, तपाईले थोरै ब्रिफिङ गर्नुभयो, हामीले बुझ्यौं, यसको हामी प्रचार गर्छौं र यो विश्व सम्पदा सूचीमा सूचीकरणको निम्ति मैले पहिला पनि पहल सुरु गरेको हो। वास्तवमा भन्ने हो भने गौतम बुद्धको घर त यहाँ हो। तपाईले भन्नुभयो नि बजेटको अभाव इत्यादि कारणले थुप्रै चिजहरू चाहिँ हामीले उजागर गर्न सकेनौं। हाम्रो ध्यान गएको छ। हाम्रो सिंगै टिम तपाईहरुको साथमा अथवा यसको चाहिँ विकासको लागि लाग्छ।